पाँच को कति वटा पाँच को के रहेछ नाम लेख्नु नाम सुख त्यो त बाइक अस्ति दिन कहाँ होला भने त्यही बाइक बेचेर सिटी किने सिकिया हो राइट गाइज वेलकम टु माई न्यू ब्लग तपाईँहरूलाई स्वागत छ मेरो नयाँ ब्लगमा भने म चाहिँ आज चाहिँ हाम्रो बे सकिसकेको छ नि त यहाँ बे सकिसकेपछि चाहिँ नि अहिले चाहिँ अब यहाँनिर अब लिचीको सिजन आएको छ भने यहाँ चाहिँ अब बहिनीहरूले लिची बेच्न ल्याएको छ हेर्नु लिची कस्तो छ अहिले त लिचीहरू चाहिँ यहाँ छ लिची चाहिँ खतरा छ म चोरेर लादिनँ म चोर जस्तो देखिन्छु कि क्या हो कस्तो चोर जस्तो गरेर कति पाँचको कतिवटा पाँचको तिनवटा लिची यहाँको मेन साउको हो मेन साउ आज सिका हो चाख्ने मिल्छ एउटा चाख्दिउँ न त ए कस्तो चाख्ने त्यो म प्रमोट गरिदिएको छु यहाँ झन् चाखेर एउटा चाख्यो भने यहाँ गुलियो छ भने स्वाद छ भने यहाँ किन्न आउँछ पछि किन आएर चाहिँ तेरो यहाँ ठुलोले किनेर खाइसक्नु भएको कि किनेर फ्रीमा दिएको तिमीहरूले किनेर खाइसक्यो यहाँ बिक्री किनिसक्नु भएको छ र बनी भइसकेको छ तिमीहरूको बनी भइसक्यो नि पैसा छैन ल ठिक छ नि यो पाँचको कतिवटा पाँचको तिनवटा मात्र तिनवटा ए ल म एउटा चाखिदिन्छु नि त हुँदैन चाखिदिन्छु ल म एकचोटि चाखेपछि अहिले हिसाब मिल्छ अहिले फ्रीमा म गर्छु साग के एउटा चाख्यो भने ठिक हुन्छ नि त फेरि यो अहिले त्यही त चाख्नु एउटा ल म एउटा चाखिदिन्छु अनि म कस्तो स्वादिष्ट ढुवा यहाँ छ अब लिची चाहिँ खानु पर्ने छ नि त यहाँ पकाएर त म थोरै यति गर्छ अब लिचीहरू पनि कस्तो रहेछ उनीहरूको लिची खाइदियो ल लिचीभित्र त लिचीभित्र किरा देखिसक्यो लिची खाइदिइसक्यो मैले किरा परे पनि यहाँ चाहिँ ए किरा लिचीभित्र किरा छ यो त ल आइफोन 11 हो कि 8 हो 11 अहिले 18 लिने आइडिया लिची किरा परेछ तर किरा पनि छोड्नु चाहिँ हुँदैन नि त किरा पनि मैले खाइसकेँ मतलब वो अलग ही लेवल का बंदा था ल मैले मिठो रहेछ आशिकै मिठो रहेछ कि यो चाहिँ ठ्याक्कै चप्लामारीमा लिची किन आउनु पर्यो तपाईँहरू यहाँनिर चप्लामारीमा ठ्याक्कै अमिलो लिची रहेछ अमिलो लिची रहेछ त अनि त्यहाँको लोकेसन भन्दैन त त्यो ठाउँ कहाँ हो यो ठाउँ यो लिची पाउने ठाउँ रेशम चोक अनि त्यो कहाँ पाउँछ ठ्याक्कै भित्रसित्र हो कि अबे जल्दी बोल कल सुबह पनवेल निकल दोकान मेरो यता छ भने यता साइडमा लिची पर्छ होइन त ल सबजना किन आउनु पर्यो है त ल त्यही हो टक्कर लाएर रात पनि परिसकेको छ त्यो लिची चाहिँ बेचेर हिँड्नु पनि सकिसक्यो घरतिर अहिले चाहिँ होइन अब त्यही हो रात परिसकेको छ लिची चाहिँ मैले चाहिँ किन्न सकिनँ लिची त्यो अलिक अमिलो थियो अलिक किरा हेरिहाल्नु किरा पनि परेको थियो त्यो पनि मैले किरा पर्दा खाइहालेँ त्यही हो होइन अनि अब अहिले रात परिसकेको छ अब खानासाना खाने बेला हुन्छ नि त एकछिनतिर अनि त्यही अहिले चाहिँ यस्तो खाना खानुभन्दा अगाडिको यहाँ दृश्य हेर्नु त पक्ने एकछिनै दृश्य हेर्नु त कस्तो देखिन्छ खोइ आउँदैन त बेला अघि त कता राति हुँदो हेर्नु पुरा एकदम हुन्छ नि चट्ट लाएर एकदम पानी पर्न लागेको जस्तो भइरहेको छ क्या पानी पर्न लागेको जस्तो भइरहेको छ त्यो के हो क्यामेरा यता देखाएको क्यामेरा यता देख्ने बित्तिकै त त्यो हान्दैन त झिलिक अहिले त झिलिक हानिरहेको थियो नि त अनि त्यही भएर चाहिँ ब्लग स्टार्ट गरिदिएको अनि अहिले झिलिक हान्न छोड्यो त्यही हो अनि अब त्यस्तै हो जे के भए पनि पानी पर्छ पानी पऱ्यो भने चिसो हुन्छ आराम पनि हुन्छ त्यो पानी परेकै राम्रो हो क्या पानी हिजो चाहिँ फेरि अब के थियो भन्दाखेरि अब पानी पनि परेको थिएन केही पनि परेको थिएन नि हिजो चाहिँ एकदम लाइन साइन पुरै गएर बिजोग आउने जाने लाइन भएर रातभरि सुत्न नसकेर बिजोग भइरहेको थियो भने होइन अनि आज चाहिँ एकदम फेरि लाइन आज चाहिँ आइरहेको छ लाइन है अझ जाँदैन होला हिजो चाहिँ एकदम जाने आउने भइरहेको थियो भने अनि अहिले चाहिँ हाम्रो होटलमा चाहिँ सबजना चाहिँ अब त्यस्तै हो अब यहीँ त हो नि देखाउने नाक्सु के फुक अरे बंद करवाओ यार बंद करो इन्हें नाक्सु पुग्छ नि है त्यही हो के फेरि नाम भनेको अब नाम भन्दा सुत्दा अनि अब यहाँ हाम्रो बालको के असिस्टेन्ट को त साइडमा बस्नु के कुमार भन्दै थियो बालकुमार माझी तपाईँको बास्दै चप्रामारी हुन्छ कि यहाँ मेरो दोकानमै खानु सानो चालन छैन आयो बस्यो त्यही अर्काले खायो खाने चाहिँ के हो त्यो नदेखाउने अर्काले खाएको हो क्या यो चाहिँ अर्काले खाएको त्यो छैन
किनेर खानु त किन सक्नुहुन्छ किनेर यो फ्रीमा दिन्छ त तैँले भाइ अलराइट त्यो छ कि सुकफुकले दिन्छ कहिले नाम के रहेछ नाम लेख्नु नाम नाम यो पढ्नु नाम सुकफुक यहाँ माउन्टेन एभरेस्ट लेखेको छ त्यहाँनिर माउन्ट एभरेस्ट हुँदैन सुकफुक सुक्खु होइन त्यही अब एकछिनतिर चाहिँ भात सात खानुपर्ने हुन्छ भात त भन्दा नि अहिले हाम्रो चाहिँ के मासु सेका हुन्छ आज स्पेसल छ मासु सेका त्यो अस्तिको बिहेको रलपलको मासु छ भन्ने सुनेको थिएँ अनि हेर्नु मैले के कस्तो पाकिरहेको छ अहिले चाहिँ यहाँनिर अब त्यो अस्ति रलपल मैले भनेको थिएँ त त्यस्तो खानुहुन्छ खानपिन चाहिँ यहाँ गर्दैछ नि काम नगर्ने दुईजनालाई पनि खानपिन चाहिँ खाना आएको छ बिहेको खानपिन हो दाइ लाज लाग्दैन त्यति खानपिन गयो कामसाम गर्छ खानपिन गर्छ त्यतिकै आउनु यता बाउको साथ आएको त चाहिँ बाउको साथ आएको त खाँदैछन् रमाइलो छ टक्क लागेर त्यही हो अनि हामी त खोइ तपाईँहरू त खाँदैन चाहिँ फुकेर सुतिराख्नु भएको छ तपाईँ एक्लै पुछे एक्लै खानुभयो ल ठिक छ खानुपर्छ फुकुले के भोक लागेको छ नि क्या हो ए फुकु बिरामी हुनुभएको छ अरे त्यही भएर चाहिँ नखानु भएको अरे त्यही हो मलाई त छैन मासु हो के हो यो कानो मात्र मासु छैन भने के खानु अर्को हाम्रो लागि त सायद अर्को मासु हुनुपर्ने हिजो काटेको थियो खरबारीमा मासु त्यो चाहिँ मासु छ कि बा भन्ने आशा अहिले पनि हेर्नु मैले त छ कि छैन एकछिनमा भात खाने बेलामा थाहा भइहाल्छ अहिले चाहिँ अब भात पाकिसकेको छ भने अनि अब त्यो भात खानुपर्ने हुन्छ भातको सब्जी पहिला देखाउँछ हेर्नु सब्जीहरू के छ सब्जी चाहिँ मासु छ मासुले थोरै पो छ कि क्या त्यही मासुले चाहिँ अब भात सात खान्छौँ होइन त्यही अनि अब चाहिँ अब पानी पर्न थालिसक्यो हेर्नु अब पानी खासै थोरै परेको छैन तर पानी चाहिँ पर्दैछ न त्यही हो अनि अब चाहिँ एकैचोटि अब बिहान मात्रै भेट्नुपर्छ है त अब पानी परेर मोबाइल चलाउन चाहिँ पाइँदैन अब गाडाङ गरेपछि त मोबाइल त अफ गर्नु पऱ्यो नि त त्यही हो भोलि बिहान भेटौँ होला है त ल गुड मर्निङ एभ्री वान अहिले चाहिँ दिस चाहिँ नेक्स्ट डे अहिले चाहिँ अर्को दिनको सुरुवात भइसकेको छ भने अनि अहिले चाहिँ म अघि नै उठिसकेर होइन मुखसुख धोएर पनि सकेँ नि त अब मुखसुख धोएपछि चाहिँ अब हेरौँ कामसाम गर्नुपर्ने हुन्छ अब काम चाहिँ अब के कस्तो हुन्छ है त त्यही हो अनि अब बिहान त अब काम गर्नुपर्ने हुन्छ अनि अनि त्यही हो एकछिनतिर अहिले भेटौँ न र त्यही हो अनि अघि चाहिँ अब त्यही मैले भनेको थिएँ अब के कस्तो हुन्छ हेरौँ है त भन्दाखेरि अहिले चाहिँ बहिनी र मम्मीहरू चाहिँ अब बहिनी चाहिँ इटली जाने अरे पढ्नलाई भनेर रेडी भइसक्यो ब्यागस्याग गरेर अनि त्यही हो बस पनि आइसकेको छ यो चाहिँ हाम्रो गाउँको आफ्नै भएछ केटा हो बस पनि आइसकेको छ बसमा चढेर जान्छौँ होला त्यही हो मम्मी पनि अब हाम्रो हुन्छ मम्मी चाहिँ पुरा आइहाल्नुहुन्छ भएतिर अनि बहिनी चाहिँ अब उतैतिर पढ्ने अरे के गर्नु यस्तै हो ल अनि म पनि एकछिनतिर पछि जानुपर्ने छ म त अर्को गाडीमा जानुपर्ने हुन्छ नि त त्यही हो एकछिनतिर जाने बेलामा चाहिँ म पनि देखाउँछु होला पक्कै त्यही हो म चाहिँ अब अहिले खानासाना खाइवरि होइन रेडी भएर गइसकेँ नि त अब जानुपर्छ नि त म पनि अनि त्यही अघि बुझ्नु चाहिँ गइसक्यो अनि बहिनी मम्मी चाहिँ गइसकेँ अनि आज चाहिँ अब ड्राइभिङ सिकेको पनि धेरै दिन भइसक्यो ड्राइभिङ सिकेको 21-22 दिन जति भइसक्यो त यसो ट्रायलमा चाहिँ गएको छैन नि त अनि आज चाहिँ अब यसो फर्म भर्नुपर्ने हुन्छ नि त फर्म त भर्नु पऱ्यो आज फर्म भरेपछि चाहिँ अब अर्को सोमबारतिर चाहिँ जान पाइन्छ भनेर फर्म भर्न आएको छ नागरिकताको फोटोकपी मैले लगिसकेको छु होइन नागरिकताको फोटोकपी अनि ब्लड पनि चेक गर्नु पर्ने छ ब्लड पनि चेक गर्नुपर्छ अरे अनि मैले चाहिँ ब्लड सरहरू केही चेक गरेको छैन हिजो गर्छु भनेको थिएँ हिजो चाहिँ अनि ब्लड चेक गर्न पाइने बिर्सेँ हतारमा त्यो अब यादै आएन नि त हिजो स्केट खेल्न गयो केटाहरूसँग स्केट खेल्नु भनेर गएको पनि थिइनँ केटाले डिट लगाएपछि चाहिँ अब गयो नि त स्केट खेल्नु पैसा थिएन अनि स्केट खेल्न गएको खेल्न नआएर फेरि यस्तो हातहरू पुरै हुन्छ नि हातहरू पुरै दुखिरहेको छ कि त्यो लड्दा अनि समस्या भइरहेको छ नि लड्दा अनि अब चाहिँ हेरौँ मैले अब गाडी आउँछ होला गाडी पर्खिरहेको छु गाडी आएपछि चाहिँ म जानुपर्ने हुन्छ त्यही हो अहिले यसो अहिले भयो भने सायद हामी उतातिर पनि भेट्छौँ मलाई अहिले कार सिक्ने ठाउँमा नभए त अब घर आएपछि नै उहाँतिर भेटौँला कि चाहिँ यसो होइन त्यही हो अनि त्यही अब म चाहिँ लाग्नुपर्ने हुन्छ आज चाहिँ घरमा कोही पनि छैन बाउ एक्लै छन् अनि अब बाउ एक्लै छोडिदिएर चाहिँ म अब घरतिर लाग्नुपर्ने हुन्छ ल त्यही हो अहिले चाहिँ म टक्कसँग के भन्दा हामी कहाँ गएर आएको अहिले ड्राइभिङ सिकेर आइसक्यौँ अघि नै म सुवालाठेक बसमा आएको थिएँ भने मम्मीहरू चाहिँ त्यही बिहानको बसमा जानुभयो म चाहिँ सुवालाठ अर्को बसमा आएको थिएँ अनि अहिले चाहिँ यहाँ पत्रीमा के भन्छ ड्राइभिङ सिकेर हामी जाँदैछौँ गफ होइन
घर जानुभन्दा अगाडि चाहिँ मेरो अनि सब्सक्राइब गरिदिनु होला मेरो फलोइङहरू जतिजना पनि हुनुहुन्छ होइन प्लिज मेरो साथीलाई चाहिँ यहाँ सपोर्ट माया देखाइदिनु पर्यो सबैजनाले अनि त्यो होइन कि त्यो बेसी होस् त्यो मतलब छैन कि अब हामी कानुन ब्लड चेक गर्नुपर्ने छ नि त मेरो यहाँ ब्लड चाहिँ चेक गर्नुपर्ने मेरो भान्जाको चाहिँ पर्सि फर्म भर्ने भोलि फर्म भर्ने दिनमा छिटै अब यहाँनिर ड्राइभिङको ट्रायल हुनुको कारणले एक्जाम सेक्जाम दिनुपर्नेको कारणले चाहिँ फर्म भर्नुपर्ने हुन्छ मेरो चाहिँ फेरि पर्दैन मेरो चाहिँ फेरि बाइकको लाइसेन्स छ त्यही भएर मैले चाहिँ एक्जाम सेक्जाम दिनु पर्दैन मेरो चाहिँ डाइरेक्ट ट्रायल हुन्छ है होइन ल ठिकै छ तिम्रो बाइकको लाइसेन्स छ के मतलब छैन कि बाइकको लाइसेन्स भयो हालत चाहिँ के छ बाइकको लाइसेन्स यस्तो छ होइन हालत बिग्रेको छ नि त बाइकको लाइसेन्स भने त्यस्तो होइन स्कुटरको चाहिँ लाइसेन्स थिएन नि तिमीसँग बाइकको लाइसेन्स भएर चाहिँ स्कुटरको लाइसेन्स नभएर चाहिँ लडेको तिमी ल ठिक छ अनि हामी पुगिसक्यौँ त्यही अब हामी चिया चौक जान्छ चिया चौकबाट हामी ब्लड चेक गर्न जान्छौँ ठ्याक्कै चाहिँ हामी पुग्यौँ रत्नचोकदेखि जाँदैछौँ बुद्धहरू अनि अगाडि चाहिँ कफी स्टेसन देखिरहेको छ पर छ कफी स्टेसन चाहिँ अन्त हामी चाहिँ चिया चौतारी जान्छौँ चिया चौतारी गएपछि भेट्छौँ है सिटीमा आउने पैसा नभएर चाहिँ हामी हिँड्दै आएर छौँ खास कुरो यही हो होइन त्यही हो तर पैसा देखाउन धेरै पैसा निकाल्नु कोही छैन कि क्या हो मान्छे पैसा निकाल्दा पनि बिटिरहेछ खोइ पैसा खोइ खोइ पैसा बाटोमा पैसा यहाँ बाटोमा झर्दैछ कि त्यही भएर बाटो गोजी दुध है क्या गोजी अरे दुध ला हो ल टक्क लाएर चिया चौतारी जानुभन्दा अगाडि हामी यहाँ भेट भइसकेको हाम्रो सिटी ड्राइभर निकै जानु फुत्तै ड्राइभर बाइक कुदाउने मान्छे कहिलेदेखि ड्राइभर भइसकेको छ होइन यसको त दुइटा बिजनेस छ कि क्या यता दोकानमा पनि यता पनि सिटीमै हान्ने कि यता बिजनेस त्यही त बाइक अस्तिदेखि कहाँ हरायो भने त्यही बाइक बेचेर सिटी किनेपछि क्या हो अरे हाँ भाई हाँ यस्तो नगरमै फेरि पहिलो पेसेन्जर टाइम हेरेर ल अब एक्सपेन्सिभ छैन ल हान्दै लाग्छ है हान्दै लाग्छ अब त्यही हो यो चाहिँ पत्री बजार ठ्याक्कैसँगले आइसक्यो क्या चाट लगाउने ठाउँ लाइन साइन छैन अरे नि त पत्रीमा गरमसँग यहाँ केटाहरू चाट लाउन आएको अरे के चाट लाउन आएको थाहा छैन म चाट लाउन आएको आम्मा के हो तान्दा अर्को फोन खै त ड्राइभर सिटी ड्राइभर ल ल ल अब चार सात लगाएको ल किन चालु छैन ल भान्दा अरे त्यही हो ल त्यही हो अघि चाहिँ म चिया चौतारी गइवरी खाना खाइवरी होइन अनि अब घर पनि आउनु पर्छ नि त घरमा चार्जर कोही थिएन अनि त्यही भएर म घर आइसकेँ अहिले चाहिँ होइन घर आएर हेर्दा चाहिँ अब हेर्छ नि हालत घर हेर्दा चाहिँ अब के छ त भन्नुहुन्छ र घर हेर्दा त घरमा घरमा चाबी लागिरहेछ अनि अब डेडीलाई फोन गरेर सोध्नु पर्यो चाबी कहाँ छ भनेर सोध्नु पर्ने हुन्छ नि त अब घरमा चाबी लागिरहेछ अब यतिकै बसेर बाहिर बसेर त हुँदैन भनेर खानाले म घर अब डेडीलाई फोन गरेर सोध्नुपर्ने हुन्छ सोध्नुपर्ने हुन्छ अनि जस्तो भए पनि आजको ब्लग चाहिँ के कस्तो रह्यो तपाईँहरूले हेरिदिनु होला हेरिदिनु भएकोमा धन्यवाद है त यति भन्दै ब्लग पनि इन्ड गर्न चाहन्छु हस् त धन्यवाद।